नमस्कार दर्शकबिन, फोन डक्टर मोबाइल प्रेजेन्ट न्युज केन्द्रबिन्दु विशेष संवादमा हार्दिक स्वागत गर्न चाहन्छु। म कमला केसी र सम्पादक सोनम पराजुली। हामी दुवैजना यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ आजको यो विशेष संवादमा। आजको विशेष संवादमा हामीसँग हुनुहुन्छ विशेष व्यक्तित्व हुनुहुन्छ। भर्खरै मात्र नेपालमा निर्वाचन सम्पन्न भएको छ र निर्वाचनमा एकदम भव्य र सभ्यताका साथ सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग 2/3 संख्या ल्याउँदै गर्दाखेरि चाहिँ हामीले लगभग ल्याउँदै गरेको 2/3 विषयमा पनि कुराकानी गर्नेछौँ र यति बेला हामी राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गतको प्रवास नेपाली सम्पर्क विभागका दक्षिण कोरियाका प्रमुख हुनुहुन्छ युबिन श्रेष्ठज्यूसँग कुराकानी गर्नेछौँ, विशेष संवाद गर्नेछौँ। म ढिला नगरी आजको कार्यक्रममा उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार। हजुर, नमस्ते। यहाँलाई हार्दिक स्वागत छ हाम्रो विशेष केन्द्रबिन्दु विशेष संवादमा। हजुर, धेरै धेरै धन्यवाद हाम्रो न्युज केन्द्रबिन्दु र हजुर कमला म्यामलाई। हजुर, आराम हुनुहुन्छ? हजुर, एकदम। कसरी बितिरहेको छ यो माहौल? भर्खरै मात्र नेपालमा निर्वाचन सम्पन्न भएको छ होइन? यो निर्वाचन सम्पन्न गर्दै गर्दाखेरि यहाँको पार्टीले लगभग 2/3 संख्या पुरा आएको छैन, तर 1-2 सिट कम मात्रै छ होइन? यस्तो अवस्थामा चाहिँ कस्तो आभास भइरहेछ? लगभग 2/3 सरकार होइन यसमा आएको छ र यसपालिको चुनाव एउटा हाम्रो जित या हारको मात्रै भन्दा पनि यो चाहिँ एउटा परिवर्तनको आवाज थियो होइन, जुन हाम्रो भनौँ न हाम्रो नेपालमा जति पनि जनताहरू हुनुहुन्छ उहाँहरू जुन कुराको निराश भइरहनु भएको जुन त्यो परिवर्तनको आवाज चाहिरहेको थियो, त्यसको लागि उहाँहरूले सिर्फ एउटा आवाजमा मात्रै नभएर प्रत्यक्ष देखाइदिनु भएको छ, जुन अनएक्सपेक्टेड के अरे इमेजिनै गर्न नसकिने हिसाबको उहाँहरूले दिनुभएको छ। यसको लागि एकदमै आभार छौँ। जुन साथ समर्थन पाएका छौँ यसले अवश्य नै हामीलाई अझ थप जिम्मेवारी दिएको जस्तो महसुस भइरहेको छ। हजुर, अब यो अनएक्सपेक्टेड भनि नै हाल्नु भएको छ होइन? हजुर, यो आशा चाहिँ कतिसम्मको थियो? कस्तो खालको आशा राख्नु भएको थियो यहाँहरूले? सायद एउटा नर्मल चुनावी माहौल हिसाबले गएको थियो भने चाहिँ सायद धेरै नै गाह्रो नै हुन्थ्यो होला, तर यसपालिको चुनाव एउटा नर्मल चुनाव भन्दा जुन 5-5 वर्षमा आइरहने चुनाव भन्दा अलिक फरक चुनाव थियो नि त, जुन हाम्रो चेन्जी भाइ बहिनीहरूको आफ्नो जुन योगदान भनौँ या बलिदान भनौँ होइन उहाँहरूले दिनुभएको, त्यसले गर्दाखेरि आएको चुनाव भएको कारणले गर्दाखेरि यसमा एउटा नयाँ भनौँ न तपाईँको चाहिँ नयाँ नेपाल बनाउनको लागि जुन भ्रष्टाचार विरुद्धदेखि लिएर जुन सुशासनदेखि लिएर जुन परिवर्तन विकास चाहिरहेको थियो त्यसको लागि भएको कारणले गर्दाखेरि समाव हामीसँग सबै नेपाली जनताको साथ समर्थन मिल्ने छ भन्ने चाहिँ आश थियो। तर जुन हिसाबले हामीलाई 2/3 सरकार पनि चाहिरहेको थियो र बहुमतको सरकार चाहिरहेको थियो, त्यो सायद जनताले बुझ्नु भएर उहाँहरूकै लागि भनेर नै समर्थन पायो, जस खुसी छौँ भनौँ, आशा थियो। हजुर, जुन हिसाबले पार्टीले यत्रो धेरै एउटा बहुमत प्राप्त गरेको छ होइन, लगभग 2/3 बहुमत छ यहाँसँग, यो अवस्थामा चाहिँ त्यसलाई चाहिँ त्यो विश्वासलाई कायम राख्नको लागि पार्टीको आगामी कदम चाहिँ के हुन्छ जस्तो लाग्छ यहाँलाई? आगामी कदमको लागि अब यो त हजुरले फेरि केन्द्रीय स्तरकै कुरा गरिदिनु भयो एउटा व्यवहारमा कसरी लान्छ भनेर। पहिलो कुरा त परिवर्तन नै हो होइन, जुन हिसाबको पुरानो व्यतिथि जुन प्रकारको राजनीति संस्कार चलिरहेको थियो त्यो परिवर्तन नै जरुरत छ, 1 नम्बर कुरा भइहाल्यो। 2 नम्बर विकासको कुराहरू भयो, धेरै ठाउँमा धेरै प्रकारका प्रोजेक्टहरू बन्ने तर त्यसलाई ढिला सुस्ती भइरहने, जुन भ्रष्टाचार त्यसमा नि फेरि भ्रष्टाचारै जोडिएको छ भनेपछि यी कुराहरूसँग सँगसँगै हाम्रो विकासको चरण यो हिसाबले बढाउनु पर्ने छ कि यसलाई सिर्फ पुरानो हाम्रो लेख्ने स्टाइलले मात्रै नभएर अब डिजिटलाइज गराएर त्योदेखि लिएर जुन हरेक मन्त्रालयहरूमा एउटा विशेषज्ञ व्यक्तिहरू, जुन कुरा अहिले हाम्रो हट टपिक पनि भइरहेको छ कि हामी सांसदलाई मन्त्री बनाउँदा बेटर हुन्छ कि एउटा बाहिर विशेषज्ञ पर्सनहरूलाई चाहिँ मन्त्री बनाउँदाखेरि भन्ने सबै कुराहरूमा वर्कआउट गर्दैछौँ। हजुर, अब अनएक्सपेक्टेडै भनौँ, धेरैको दिमागमा चाहिँ बहुमत सरकार ल्याउनुको लागि चाहिँ अहिलेको यो प्रणाली नै दिँदैन भन्ने खालको धेरै एउटा वातावरण एउटा क्रिएट भइरहेको थियो। एक त अब वर्षौँदेखि 35औँ-40औँ वर्षदेखि चाहिँ आइरहेका पुराना पार्टीहरू जोसँग आफ्नै सङ्गठन थियो, जोसँग आफ्नै खालको एउटा वातावरण थियो होइन, त्यस्तो हुँदाहुँदै पनि युवा नेतृत्व त्यो माथि पनि नयाँ पार्टीले चाहिँ योसम्मको रिजल्ट आउँदाखेरि चाहिँ त्यसले केसले चाहिँ यति धेरै प्रभाव पारे जस्तो लाग्छ यहाँलाई चाहिँ, यहाँको विचारमा? जुन पुरानो शैली भनिसक्यो होइन, सायद उहाँहरूको जुन कुराको शैली जुन विचारहरू थियो सायद उहाँहरूको पार्टीगत हिसाबले आएको सोचहरू विचारहरू थियो सायद त्यो राम्रो थियो होला, तर उहाँहरूको प्रतिनिधित्व चाहिँ अलिक गलत भइदिनु भएको कारणले गर्दाखेरि समस्या आइपुग्यो।
र दोस्रो कुरा जुन युवाको आगमन भन्नुभयो हो, हामी अहिले प्रवासमा हेर्नुहुन्छ भने मैले स्पेसली प्रवासलाई नै जोड्छु, किनभने हामी प्रवासमै छौँ होइन। लगभग 40 लाखभन्दा बढी हाम्रो नेपालीहरू जुन युवाहरू हुन्छ, जो चाहिँ आफ्नै देशमा आफ्नै केही उहाँहरूले अपर्च्युनिटीहरू पाउनुभएको भए सायद आफ्नै परिवारसँग बसिरहनुहुन्थ्यो होला भने, तर उहाँहरू रहरले भन्दा बाध्यताले विदेशमा आइरहनु भएको छ भनिसकेपछि ती सबै युवाहरू हुन्थ्यो नि त। भनिसकेपछि उहाँहरूले पनि प्रवासले एउटा राम्रो भूमिका खेलेको छ कि आफ्नो घर परिवार इष्टमित्रहरूलाई बुझाउन कि युवा आफ्नो देशमै हुनको लागि कति जरुरत छ। एक नम्बर कुरा त्यो भयो। दुई नम्बर कुरा अहिलेको जेनजीहरू जुन नयाँ पुस्ताहरू आइरहनु भएको छ र जेनजी मात्रै नभएर उहाँभन्दा पछाडिका पुस्ताहरू पनि जति आइरहनु भएको छ, उहाँहरू पनि अलिकति एडभान्स भएर आइरहनु भएको छ। उहाँहरूले पनि बुझिरहनु भएको छ कि पोलिटिक्स भन्ने इज नट ओन्ली अ डर्टी गेम भनेर, पोलिटिक्सले आफ्नो देशलाई कति असर पार्छ र विकास हुन र आफ्नो पर्सनल दैनिक जीवनमा कतिसम्म असर पार्छ भन्ने कुरा बुझेको कारणले गर्दाखेरि एउटा युवा नेतृत्व आइरहनु हुँदाखेरि र एउटा साथ समर्थन एउटा राम्रो टिम आइदिरहनु भएको कारणले गर्दाखेरि डेफिनेटली एउटा युवाको इन्ट्रेस्टले एउटा प्रवासमा पनि महत्त्वपूर्ण भूमिका छ जस्तो लाग्छ, जो चाहिँ प्रवासमा भएर पनि आफ्नो परिवर्तन विकास हुने चिज के हो देख्नुभएको मान्छेहरूले सपोर्ट गर्नुभयो। त्यही नै छ। अब एउटा व्यक्तिगत हिसाबले सोचौँ होइन, अब यहाँ पनि एउटा युवा हुनुहुन्छ र एउटा प्रवास सङ्गठनको नेतृत्व लिनु भएको छ दक्षिण कोरियामादेखि होइन, यो खालको वातावरण बन्ला भन्ने र कतिसम्म योसम्मको जुन अहिले जुन हिसाबले एउटा बहुमत ल्याएको छ त्यो पनि 2/3 पुर्याउने खालको बहुमत होइन, यो हिसाबले आउला जस्तो यहाँलाई लागेको थियो पर्सनल्ली चाहिँ? अब भन्दा फेरि गफ हाने त सुनिहाल्नु, तर भित्र मनबाट एक हिसाबको थियो। कस्तो खालको हिसाब थियो भने म आफै पनि कोरियामा प्रवेश गरेदेखि लिएर धेरै समय बिताइसके पछाडि म आफैलाई पनि महसुस भएको कुरा चाहिँ प्रवासमा बसेर कुनै जात धर्म या त राजनीतिक पार्टीको चाहिँ सङ्गठनहरू खोल्न हुँदैन है भनेर म आफै पनि मन नपराउने मान्छे। तर बाध्यता यस्तो बन्यो, समय यस्तो परिस्थिति आयो कि म चाहेर पनि आफ्नो देश फर्केर जान पाइरहेको छैन र त्यो कारण विविध कारणहरू छन् जुन कुरा मैले फेरि फेरि भन्न चाहिनँ। तर समस्या मेन के थियो भन्दाखेरि प्रवासमा बसेर मैले आफ्नो देशको लागि केही भूमिका त निभाउनु पर्छ नि होइन। सायद म ज्यानबाट टाढा भए पनि मेरो मन त नेपालमै छ नि, भनेको भोलिको दिनमा म फर्किन चाहन्छु, मेरो बच्चा बच्चीहरू या त मेरो आफ्नो भाइ बहिनीहरू म जसरी नै विदेशमा नआओस् भने चाहिँ आफूले नै केही एउटा कर्तव्य त निभाउनु पर्यो नि भन्ने हिसाबले म यहाँनिर सङ्गठनमा म प्रवेश गरेँ। र यो प्रवेश गर्दै गर्दाखेरि मैले केही सिक्न पर्ने कुराहरू पनि धेरै थिए र चुनौती के थियो भन्दाखेरि अब चाहिँ परिवर्तनको जरुरत छ है, अब चाहिँ मेरो देश विकासको जरुरत छ है भन्दै गर्दाखेरि विभिन्न दलका साथीहरूसँग भेट्दाखेरि मैले देखेको बुझेको यो झोले शब्द धेरै प्रयोग भइरहेको हुन्छ होइन। तर हामीले एउटा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि झोले भनेर शब्द हामीले राखिरहँदाखेरि मैले उहाँहरूसँग संवाद गर्दाखेरि पाएको कुरा चाहिँ के हो भन्दाखेरि उहाँहरू पनि आफ्नो देशमा विकास भएको चाहनुहुन्छ, परिवर्तन भएको हेर्न चाहनुहुन्छ होइन, सुशासन भएको हेर्न चाहनुहुन्छ भने उहाँहरूले आफ्नो एउटा पोलिटिकल आफ्नो पार्टीलाई एउटा माध्यम मात्रै बनाउनु भएको हो, तर ओभरअल त उहाँ पनि एउटा नेपाली नै हो नि भनिसके पछाडि त्यो यसपालि चाहिँ त्यसको नेतृत्व चाहिँ त्यसको विश्वास चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले लिन सक्नुभएको कारणले गर्दाखेरि यो बहुमत 2/3 सरकार लगभग 2/3 सरकारमा आउन सफल भएको जस्तो मैले महसुस गरेको छु। यदि हामीले त्यो झोले भनेर उसले यो बाहेक अरू ठाउँमा त भोटै हाल्दैन भनेर त्यो त्यस्तै माइन्ड कन्सेप्ट राख्ने हो भने त याद गर्नुहोस् त त्यो साथीभाइहरूले नै आफ्नो देश विकासको लागि एकचोटि मौका दिउँ न त भनेर भोट नहालिदिनु भएको भए त बहुमतको सरकार र 2/3 सरकार बनाउनु गाह्रै पर्थ्यो होला। हजुर एकदमै। अब यो नयाँ पार्टी भनेर धेरैले नयाँ पार्टी एक खालको नयाँ हिसाबले आउनु भएको छ, उहाँहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने हिसाबले पनि धेरैले सोच्नुभयो। परिवर्तनकै आवाज हो यो त होइन, तपाईँ हाम्रो सबैको परिवर्तनको आवाज हो। यो परिवर्तनको आवाज भनिरहँदाखेरि धेरै अब यहाँले पनि मिडिया मार्फत देख्नुभयो होला, धेरै पुरानो पार्टीको नेतागणहरू चाहिँ यहाँबाट के अरे टिकट लिएर जितेर आउनु भएको छ। धेरै पुरानो नेताहरू यो पार्टीमा मिसिन पनि आउनु भएको छ, नयाँ पार्टीमा पनि। अब यो हिसाबले हेर्दाखेरि चाहिँ त्यो पुरानो शैलीलाई परिवर्तन गर्न कसरी सम्भव होला जस्तो लाग्छ यहाँलाई? एकदम राम्रो प्रश्न उठाइदिनु भयो हजुरले है। यसको लागि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ विभिन्न के अरे राजनीतिक दलहरूबाट छोडेर आउनुभएको छ होइन। राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ मैले धेरै ठाउँमा पनि भनिरहेको हुन्छु, यो चाहिँ एउटा यस्तो प्लेटफर्म बनेको छ कि अहिलेको लागि यदि हजुर सक्षम हुनुहुन्छ र तपाईँले आफ्नो जुन डेलिभर गर्न चाहनुहुन्छ रिजल्ट र तपाईँको सोच विचार स्वच्छ छ, कुनै भनौँ न स्वार्थ
रहित छ भने चाहिँ तपाईँलाई राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका सधैँ खुल्ला नै छ। मैले हरेक आफ्नो नेपाली दाजुभाइ विभिन्न दलको साथीहरूलाई पनि भनिरहेको हुन्छु, राइट पर्सन एट द राइट प्लेसको लागि हामी त्यो कुरामा कहिले पनि कम्प्रोमाइज गर्ने छैनौँ। र त्यो भएको कारणले गर्दाखेरि जति पनि अरू दलहरूबाट आउनु भएको छ पक्कै पनि उहाँहरूबाट केही न केही उहाँहरूसँग सक्षम भएरै आउनुभएको हो जस्तो लाग्छ। र भोलिको दिनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा कुरामा चाहिँ म के ढुक्क छु भन्दाखेरि अहिले हामी पार्टी सङ्गठनलाई जुन हिसाबले समय दिन पर्ने थियो त्यो हामीले दिन नसकिरहेको अवस्था चाहिँ त्यो हामीले त्यसलाई स्वीकार्छौँ नै। तर भोलिको दिनमा हाम्रो नेतृत्व, हाम्रो घन्टीघरमा मलाई यति चाहिँ विश्वास छ कि यदि कोही व्यक्ति आफ्नो स्वार्थ लिएर आएको रहेछ भने उसलाई निष्कासन या त तपाईँको उसलाई फिल्टरिङ चाहिँ हामीले 100% नै गर्छौँ। हजुर, अब धेरैको आकलन चाहिँ अहिले भर्खरै निर्वाचन सम्पन्न भएको छ, नयाँ सरकार बन्ने वातावरण बनिरहेको छ, बिस्तारै त्यो बन्ला पनि। अब राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी जसले पहिले नै प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको थियो होइन, त्यो सँगसँगै चाहिँ अहिले फेरि धेरै किसिमका विवादहरू मिडिया, त्यो अब यो मिडिया ट्रायल हो या के हो होइन, यहाँले कसरी लिनुभएको छ त्यसलाई? अब यो बालेनलाई प्रधानमन्त्री हुन नदिने खेल खेलिरहेको छ या बालेन प्रधानमन्त्री हुँदैन या त्यसलाई चाहिँ राजसभाभित्रैबाट चाहिँ बन्देज लगाइन्छ या त्यो राजसभाभित्रको विधानले दिँदैन भन्ने खालका धेरै किसिमका कुराहरू आइरहेछन् होइन। यसलाई चाहिँ एउटा प्रवास सङ्गठनको प्रमुखको हिसाबले चाहिँ यहाँले कसरी लिइरहनु भएको छ? यहाँको त अब निरन्तर सम्पर्कमा पनि हुनुहुन्छ होला पार्टी, केन्द्र पार्टीसँग होइन, केन्द्रीय पार्टीसँग सम्पर्कमा भइरहँदाखेरि यी विषयहरू कसरी उठिरहेका छन् र यो विषय यथार्थ हो कि के हो, यसमा अलिकति जानकारी दिनुहोस् न। एक्ज्याक्टली, आज यस कार्यक्रममा म आउनुको उद्देश्य पनि यही एउटा थियो, यही पोइन्टमा मैले क्लियरिफिकेसन गर्नलाई पनि थियो। ओके, फर्स्टमा जुन हाम्रो बालेनलाई प्रधानमन्त्री हुन दिने नदिने होइन, त्यो कुरामा जुन कन्फ्युजन, जुन कन्सेप्सनहरू आइरहेको छ, मिडिया ट्रायलहरू बाहिर आइरहेको छ, यस्तै खालको मिडिया ट्रायल जब हाम्रो डाक्टर स्वर्णिम वाग्ले आउनुभएको थियो, उहाँ हाम्रो पार्टीमा प्रवेश गरिसक्नु भइसकेपछि अब डिपी अर्याल हाम्रो उपप्रमुख र उपसभापतिज्यू र उहाँ बिचमा चाहिँ अब केही रिलेसन राम्रो छैन भन्ने खालका मिडियाहरू भइरहेका थिए, ट्रायलहरू भइरहेका थिए। त्यो हामीले बुझ्यौँ, आन्तरिकमा बुझ्दाखेरि उहाँहरू बिच केही समस्या थिएन। अहिले फेरि पनि हाम्रो जब वरिष्ठ नेता बालेन शाह र हाम्रो सभापतिज्यू रवि लामिछानेज्यू बिच मैले 2-3 दिन अगाडि मात्रै पनि उहाँहरूको प्रतिनिधि सरसँग कुरा भइरहेको थियो, केन्द्रमा मेरो कुरा भइरहेको थियो। उहाँहरू बिच त्यस्तो केही समस्या छैन, त्यस्तो केही प्रकारको त्यस्तो भनौँ न खटपट केही पनि छैन। तर मैले हजुरसँग नै यही कुराको एउटा चाहिँ मैले प्रश्न गर्न चाहेको थिएँ कि जुन हजुरकै अन्तर्वार्तामा एउटा प्रश्न गर्न चाहेँ, जुन यो मिडिया ट्रायलहरू आइरहेका हुन्छ, यो न्युजहरू आजकल यति धेरै न्युज आइदियो कि एउटा आधिकारिक न्युजबाट नभन्दा नि एउटा न्युज पोर्टल, एउटा फेसबुक पोस्ट, एउटा पेजबाट आएको कुरालाई चाहिँ त्यसैलाई नै हामीले एकचोटि राम्रोसँग इन डिटेल रिसर्च नबुझिकन सेयर गरेर त्यसैलाई नै हामीले चाहिँ कन्सेप्सन राखिरहेको छौँ भने भोलिको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्ने भनेको चाहिँ एउटा मिडिया पनि एक प्रकारको अथोराइज न्युजको लागि चाहिँ कुन जस्तै धेरैजना मान्छेहरूले अब रुटिन अफ नेपाल बन्दलाई नै फलो गरेको देख्यो रिजल्ट अपडेट इलेक्सनको बेलामा भनिसकेपछि उनीहरूले त एउटा विश्वास लिएर गरिरहेको रहेछ। तर आधिकारिकै हो कि होइन भनेर हेर्नको लागि चाहिँ मैले इलेक्सन हाम्रो के अरे उसमा वेबसाइटमा गएर हेरिरहेको थिएँ। भनिसकेपछि भोलिको दिनमा हामीले यो हजुर पनि न्युज मिडिया फिल्डमै हुनुहुन्छ भनिसकेपछि कसैले एउटा हेडलाइन राख्दाखेरि त्यो आधिकारिक हो कि होइन भनेर हामीले कसरी फिल्टरिङ गर्न सकिन्छ र मान्छेहरू जनताहरूले त्यसलाई कसरी विश्वास गर्ने, त्यो एउटा हजुरले पनि मलाई सजेसन दिनुभयो। मलाई चाहिँ अब प्रश्न आइ नै हाल्यो। अब यहाँलाई पनि धेरै कुरा थाहा नै छ, हाम्रो सामाजिक सञ्जाल चाहिँ अहिले एकदम आक्रामक रूपमा आएको छ। अहिले त मिडिया भनेको घर घरमा मिडिया हुनुहुन्छ होइन, सामाजिक सञ्जाल जसले प्रयोग गर्नुहुन्छ सबै उहाँ जो प्रायः जस्तो पत्रकार नै हुनुहुन्छ, युट्युब घर घरमा चलिरहेको छ, युट्युबमा धेरैले काम गरिरहनु भएको छ होइन। अब आधिकारिकताको कुरा गर्दाखेरि चाहिँ जति पनि हेर्नुहुन्छ हामीलाई उहाँहरूले नै भ्युअरहरूले नै हामीलाई चाहिँ मूल्याङ्कन गर्ने हो नि त, भ्युअरहरूले मूल्याङ्कन गर्नुहुन्छ, हामीलाई चाहिँ समाजमा बस्ने सामाजिक व्यक्तित्वहरूले मूल्याङ्कन गर्ने कुरा हो। ट्रस्ट चाहिँ कसलाई गर्नुहुन्छ भन्ने हो। अब यो युवा जमात अहिले त जेन्जी पनि 4-5 जना जेन्जीहरू पनि सभासद भएर आउनु भएको छ होइन। 20 देखि 29सम्म 30सम्मदेखि लिएर 40 वर्ष तलको त धेरैजना हुनुहुन्छ संसद भवनमा आउनु भएको छ होइन, त्यो पनि नयाँ पार्टीबाट आउनु भएको छ। यहाँ राजनीतिमा अनुभवले पनि धेरै काम गर्छ भन्नुहुन्छ होइन, उहाँहरूसँग अनुभव छ जस्तो लाग्छ यहाँलाई? राजनीतिमा अनुभवदेखि लिएर खास त्यो सबै कुराको मिश्रण हुनु पर्यो होइन। अनुभवदेखि लिएर समाजमा अहिले परिवर्तन भनौँ न के वर्तमान अवस्थामा चाहिँ के को माग छ त्यो पनि बुझ्न सक्नुपर्ने अवस्था हुन जस्तो लाग्छ मलाई। किन भन्दाखेरि जुन कुरा
अघिल्लो समयमा जुन एक्सपिरियन्सहरू छ होइन ती कुराहरू त्यो जस्तै त्यो मोबाइलमा अब टुकटुके मोबाइलको एक्सपिरियन्स त अब स्मार्टफोनको जमानामा त खासै असर नगर्ला नि त भनिसके पछाडि यी कुन विभाग या त कुन चाहिँ क्षेत्रमा चाहिँ हामीले त्यसको बारेमा कुरा गरिरहेछौँ इन डिटेल चाहिँ जरुरत हुन्छ जस्तो लाग्छ किन भन्दाखेरि जुन इतिहासका कुराहरू छन् जुन सन्धिहरूको कुराहरू छन् जुन पहिला नै हाम्रो कन्टिन्यू जुन डिप्लोमेसी चलिरहेको छ हाम्रो देशको बारेमा डेफिनेटली यसको लागि हाम्रो पुरानो राजनीतिक दलहरूको हामीलाई सहकारी उहाँहरूको सहजीकरण र उहाँहरूको साथ सपोर्ट चाहिन्छ नि होइन र त्यो सँगसँगै देश विकासको लागि आफ्नो वर्तमान अवस्थालाई नयाँ जेनेरेसनको पुस्तालाई बुझेर अगाडि कसरी लिएर जान सकिन्छ भन्दाखेरि नयाँ पुस्तालाई मात्र हेरेर भएन कि पुरानो भइरहनु भएको वृद्धहरू पनि हुनुहुन्छ बालबच्चा पनि हुनुहुन्छ उहाँहरूलाई पनि बुझेर जानुपर्ने हुन्छ सो त्यो हिसाबले डेफिनेटली हामीसँग नयाँ युवाहरू नयाँ जोसहरू त आएको छन् तर त्यो सँगसँगै प्रविधि टेक्नोलोजीदेखि लिएर धेरै कुराहरू छन् र एक्सपिरियन्समा डेफिनेटली हामी सहकार्य गर्नुपर्ने व्यक्तिहरू त्यही भएर त हामी विज्ञहरूको कुराहरू गरिरहेको हुन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीले किन भन्दाखेरि एउटा विज्ञ व्यक्तिहरू हुँदाखेरि धेरै सहजीकरण हुनेछ भन्ने आशा गर्छु। अब प्रवासमा जाउँ प्रवासमा अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले देशमै धेरै सङ्गठनहरू विस्तार गर्न पाएको छैन उहाँहरू एउटा साधारण सदस्यबाट मात्रै जोडिराख्नु भएको छ एउटा जिल्लामा पार्टी कार्यालय खुल्ने बाहेकका अरू सङ्गठनहरू त्यस्तो देखिँदैन होइन प्रवासमा चाहिँ कतिको दबदबा छ राष्ट्रिय स्वतन्त्र पार्टीको कतिवटा प्रदेशमा चाहिँ जोडिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी नेपालमा चाहिँ डेफिनेटली हजुरले भन्नुभएको जस्तो पार्टी सङ्गठनमा अझै पनि हामीले कसरत गर्न पनि छ प्रवासमा पनि दक्षिण कोरियाको कुरा गर्न लिएर जाँदाखेरि म सुरुवाती दिनबाटै उहाँहरूसँग डाइरेक्टली इन्डाइरेक्टली इन्भल्भमेन्ट चाहिँ थिएँ स्टिल प्रवास विभागलाई पनि प्रशिक्षण कार्यक्रमहरूदेखि लिएर धेरै कुराहरूको हामीले अझै पनि जरुरतको हामीले महसुस गरिरहेको छौँ र केन्द्रसँग हामीले त्यसको पनि सहकार्यहरू गरिरहेकै छौँ किन भन्दा हजुरले भन्नुभएको जस्तो नयाँ मान्छेहरू धेरैजना प्रवेश गर्नुभएको छ जसमध्ये म आफै पनि एकजना पर्छु होइन र हाम्रो यहाँनिर क्षेत्रीय कमिटी गठनहरू पनि हामीले तयार गर्दैछौँ एक दुई ठाउँमा भइरहेछ एक दुई ठाउँमा अब आउनेवाला छ सायद एउटा साथ समर्थन एउटा हामीले डायस्पोरादेखि लिएर धेरै कुराहरू एजेन्डाहरू छन् हामीले यहाँनिर चाहिँ राजनीतिक दलको कुरा भन्दा पनि प्रवासमा भएको मान्छेको हक अधिकारको लागि हामीले के कुराहरू गर्न सक्छौँ त्यो कुराहरूको मुद्दामा उठाउनेछौँ हामी कुनै एउटा राजनीतिक दलको सङ्गठन भए पनि कुनै अर्को पार्टीलाई अर्को दललाई हामी के अरे अपमान गर्ने या त अपशब्दहरू प्रयोग गर्ने भन्दा पनि हामी एक अर्काबीच सहकार्य गरेर चाहिँ प्रवासमा भएको नेपालीहरूको जुन हक अधिकार छ जस्तै मत अधिकारदेखि लिएर विदेशमा भएका आफ्नो नेपाली दाजुभाइहरूलाई प्रवासमा आएको भएर जुन हिसाबको हिंसाहरू भइरहेको हुन्छ यी मुद्दाहरूलाई उठाएर चाहिँ हामी अगाडि बढ्नेछौँ हजुर कति देशमा छ यहाँलाई थाहा जानकारी छ एक्ज्याक्टली चाहिँ मलाई नि अहिले याद चाहिँ भएन हजुर अब यो प्रवास सङ्गठनको कुरा गरिरहँदाखेरि केन्द्रसँग कतिको लबिङ हुन्छ त्यसको लागि भइरहेछ म्याम हामी विभिन्न कार्यक्रमहरूको लागि पनि हामी तयारी भइरहेका छौँ केन्द्रसँग डेफिनेटली हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले केही प्रोग्रामहरू बनाउँदैछौँ प्रवास विभाग दक्षिण कोरियाले चाहिँ केन्द्रसँग सहकार्य गरेर कार्यक्रमहरू पनि गर्नेछौँ र मेन कुरा भनेको अब हामीले यहाँनिर दक्षिण कोरियामा भएको जति पनि सिर्फ रेमिटेन्स मात्रै नभएर जुन सिप छ जुन ज्ञान छ हामीसँग त्यसको लागि हामी विभिन्न क्षेत्रीय कमिटीहरू पठाएर साथीभाइहरूसँग सङ्कलन गरेर त्यसलाई कसरी नेपालमा चाहिँ तपाईँको इम्प्लिमेन्ट गर्न सकिन्छ भने त्यसको बारे सहकार्यको लागि हामी केन्द्रसँग जोडिरहेकै हुन्छौँ हजुर अनि अहिले चाहिँ तपाईँ क्षेत्रीय सङ्गठनको विस्तारमा पनि हुनुहुन्छ सङ्गठन नै किन आवश्यक पर्यो भन्ने पनि धेरैजना हुनुहुन्छ प्रवासमा एउटा प्रवास विभाग भएर जोडिसकेपछि क्षेत्रीय विभागहरू चाहिँ किन विस्तार गर्नु पर्यो प्रवासले पनि फेरि भन्ने खालको प्रश्नहरू पनि आउने गर्छन् के आवश्यकता देख्नुहुन्छ यसमा एउटा त फर्स्ट भए त युनिटीको लागि नै भयो होइन जस्तै चाहिँ प्रश्न चिन्ह कस्तो खालको भयो र यसको उत्तर सही इक्जाम्पल कुन होला भन्दाखेरि हाम्रो देश नेपाल भनौँ न होइन नेपाल मात्रै भइदिँदो हुन्थ्यो नि त किन हामीले प्रदेश बनाउनु पर्यो किन जिल्ला बनाउनु पर्यो किन नगरपालिका किन गाउँपालिका किन वडा बनाउनु पर्यो भने जस्तै हामीले पनि दक्षिण कोरियामा चाहिँ अब तपाईँको क्षेत्रीय सङ्गठन हामीले विस्तार गर्नुको एउटा मुख्य भनेको एउटा युनिटी देखाउनको लागि हो दोस्रो कुरा भनेको हामी एउटा सर्टेन ठाउँमा हामी अहिले सौलमा हामी अहिले आन्सारमा बसिरहेको छौँ भने यहाँको माहौल र तपाईँको बुसानको माहौल फरक हुनसक्छ होइन एउटा दूरी छ दूरी सँगसँगै त्यहाँनिरको माहौल त्यहाँको परिस्थितिहरू फरक हुनसक्छ र हामीले क्षेत्रीय कमिटी गठन गर्दाखेरि हामीले युनिटी मात्रै नभएर त्यहाँ भएका समस्याहरूको पनि
र त्यहाँ भएको विचारहरू पनि हुन्छ नि त, त्यसलाई हामीले एउटा ट्रान्सप्यारेन्सी बनाउनको लागि होइन, एउटा च्यानल बनाउनको लागि चाहिँ हामीले अब विस्तार गर्न पनि जरुरत जस्तो लाग्छ। जस्तै इक्जाम्पलको लागि हामी सौल एउटा सिटी एरियामा छौँ, दक्षिण कोरियामा हेरिसिन्छ भने धेरै विदेशीहरूलाई उनीहरूले F2R E7 लिएर चाहिँ त्यो एउटा जहाँ चाहिँ जनसङ्ख्या कम छ त्यहाँनिर उहाँहरूले विदेशीहरू लगिरहनु भएको छ नि। भनिसकेपछि म यहाँ बसेको मेरो यहाँको लाइफस्टाइल र त्यहाँ बसेको साथीको लाइफस्टाइल फरक छ नि। उनीहरूलाई त एउटा सानो सङ्गठन, एउटा साथीभाइ भेटघाट गर्ने एउटा माध्यम मात्रै बन्यो भने पनि त्यसको एकदम धेरै महत्त्व छ कि सङ्गठन किन जरुरत रहेछ भनेर सायद यो सिटीमा बसेको मान्छेले भन्दा पनि सिटीभन्दा बाहिर बसेको मान्छेलाई थाहा हुँदो रहेछ कि एउटा कमिटी भनेको के हो, एउटा संस्था किन चाहिँदो रहेछ भने त्यसको महत्त्व अझ आवाज चाहिँ त्यहाँनिर बढी हुँदो रहेछ। त्यही कारणले गर्दाखेरि हामीले अझ विस्तार गर्ने प्रयास गर्दैछौँ। प्रवासका सङ्गठनहरू कसरी चल्ने गर्छन्, लेबी पनि उठाउनुहुन्छ? त्यो अब विभिन्न संस्थाको विभिन्न प्रक्रिया होला, तर हाम्रो संस्थाको हामीले यो गर्दाखेरि उहाँहरूको आफ्नो व्यक्तिगत स्वेच्छाले सहयोग गर्न चाहनेहरूले गर्न पाउनु भयो होइन। अब उठाउनै पर्छ, दिनै पर्छ भनेर चाहिँ त्यस्तो विधानमा त्यस्तो लेखिएको छ कि छैन? त्यस्तो हुन्छ विधानमा, तपाईँको हाम्रो विधानमा चाहिँ दिनै पर्छ भनेर त्यसरी लेखिएको छैन, तर आफ्नो स्वेच्छा होइन। यदि कुनै हामीले त धेरै ठाउँमा डोनेसन पनि गरिरहेको हुन्छौँ, बिरामीहरू भइरहँदाखेरि सहयोग गरिरहेछौँ भने एउटा कुनै संस्थालाई पनि चल्नको लागि डेफिनेटली आर्थिक रूपले त असर नै पार्छ नै भनेपछि त्यो चाहिँ आफ्नो स्वेच्छाले गर्न मिल्यो। प्रवासबाट निर्वाचनमा के कति सहयोग हुने गर्छ, कसरी सहयोग गर्नुभयो अहिले? प्रवासको यसपालिको निर्वाचनमा धेरै ठुलो भूमिका छ भन्नुको कारण यही नै हो। हाम्रो उम्मेदवारहरू हेर्नुभयो भने धेरैजना आर्थिक रूपमा धेरै कमजोर व्यक्तिहरू हुनुहुन्थ्यो र पनि उहाँहरूले विजय प्राप्त गर्नुभएको छ र प्रवासमा भएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई धन्यवाद पनि भन्न चाहन्छु यस कार्यक्रम मार्फत कि उहाँहरूले आर्थिकदेखि लिएर भौतिकदेखि लिएर जुन सहयोग गर्नुभएको छ, जुन आफ्नो क्षेत्रमा के अरे ब्याजहरूदेखि लिएर झन्डाहरूदेखि लिएर र विभिन्न चुनावी उसमा अभियानमा चाहिने सामग्रीहरूमादेखि लिएर खान बस्न जुन प्रकारका सहयोगहरू चाहिन्छ त्यो चाहिँ प्रवासमा भएको साथीहरूले एकदम सक्रिय आफू जान सक्ने साथीहरूले गएर गर्नुभयो। जो साथीहरू जान सक्नु भएको छैन उहाँहरूले यहाँबाट आर्थिक भौतिक जसरी हुन्छ सहयोग गर्नुभएको छ र त्यसको परिणाम राम्रो निस्केको छ। सबैजना प्रवासीहरूलाई धन्यवाद भन्न चाहन्छु। हजुर, धेरै जसो युवाहरू चाहिँ विदेश हुनुहुन्छ, प्रवासमा हुनुहुन्छ र प्रवासबाट चाहिँ आफ्नो परिवारलाई चाहिँ करै गरेर पनि घन्टीमा भोट हाल्नुहोस् भनेर भने विदेशमा हुने छोराछोरीले गर्दाखेरि पनि एउटा यो खालको परिवर्तन आयो भन्ने कुराहरू सुनियो होइन। जो सत्य पनि एकै हदसम्म सत्यता पनि छ त्यसमा होइन। तर पनि हामी जो प्रवासमा छौँ त्यो निरन्तर एउटा मुद्दा उठिरहेको छ, मताधिकारको चाहिँ मुद्दा उठिरहेको छ। त्यो मताधिकार अब रासोपा जुन सरकार बन्न गइरहेको छ लगभग 2/3मा उहाँहरूले आउनु भएको छ, 1-2 जना समेट्यो भने 2/3 पुग्छ पनि। धेरै कानुनहरू परिवर्तन गर्ने अधिकार पनि उहाँहरूमा हुन्छ। त्यो मुद्दामा अब यहाँहरू कसरी लाग्नुहुन्छ र यहाँहरूको माग कस्तो रहन्छ? डेफिनेटली म्याम, त्यसको लागि प्रवासबाट पनि जस्तै लाओस जस्तो देश, फेरि यसको लागि अनुष्ठित गरे त होइन हाम्रो लाओस देश पनि विकासको हिसाबले हेर्ने हो भने त धेरै कम हुनुहुन्छ, धेरै कमजोर हुनुहुन्छ नि, तर उहाँहरूको पनि यहाँबाट चाहिँ भोट हाल्ने मिल्ने सिस्टम रहेछ कि त्यो कुराहरू देख्दाखेरि चाहिँ मेरो देशमा पनि प्रविधिको कमी भएको त देश त होइन, त्यहाँ पनि ट्यालेन्टहरूको त खानी हुनुहुन्छ र पनि किन चाहिँ हामीले यो कुराहरू गर्न सकिरहेको छैनौँ त, के कारकको बाधाहरू आइरहेका थिए त भन्ने कुराखेरि यसलाई हामीले नेगेटिभ वेमा लाँदाखेरि नेपालमा भइरहेको राजनीतिलाई चाहिँ असर पर्ने हिसाबले पनि त हुनसक्छ भन्ने कुराहरू थिए होला होइन। तर अब त्यसको लागि चाहिँ हामीले मेन मुद्दा बनाएर त्यसको लागि लिएर गइरहेको छौँ। सिर्फ एउटा रेमिटेन्सको मात्रै नभएर एउटा भोटिङ राइट्स हुनु पर्यो। उहाँले कमाएको आफ्नो सिप नेपालमा राम्रोसँग तपाईँको कतै लगानी गरेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाइदिनु पर्यो र सँगसँगै विदेशमा भएको मान्छे अहिले जुन इजरायलदेखि लिएर इरानको वारहरू भइरहेको छ, दुबई, कतार, साउदीदेखि लिएर त्यो देशमा यदि भोलि दिनमा हामी नेपाली कोही कसैलाई केही असर पर्दैछ भने फास्ट रेस्क्यु गर्नको लागि हाम्रो सरकार, हाम्रो देश सक्षम छ कि छैन, आफ्नो नागरिकलाई कुनै पनि प्रवासको क्षेत्रमा उसलाई अप्ठ्यारो परेको बेलामा आफ्नो देशले केही गर्न सक्छ कि सक्दैन भनेपछि त्यसको लागि पनि प्रिपेयर रहिरहन र आफ्नो नेपालीपन, आफ्नो नेपालीहरूको विश्वभर सुरक्षा गर्नको लागि चाहिँ हाम्रो नेपाल सरकारले केही पहलहरू अझै बढाउनुपर्छ भन्ने कुरा यी कुराहरूमा हामीले पहल राखिरहेको छौँ। हजुर, अब प्रवास कमिटीको प्रमुखको हैसियतमा हुनुहुन्छ, नयाँ भनौँ या मैले धेरै सिक्दैछु, एबिसीबाट स्टार्ट गर्दैछु भनिरहनुहुन्छ आफूलाई भन्दा चाहिँ होइन।
जे जस्तो भए पनि एक किसिमको भार तपाईँमाथि आएको हामीले महसुस गरेका छौँ। एउटा अब राष्ट्रिय स्वतन्त्र पार्टीको सबैभन्दा ठुलो दल नेपालको, त्यो पनि अब सरकारमा लगभग एकलौटी रूपमा जान लागिरहेको एउटा पार्टीको हैसियतको एउटा प्रमुखको हैसियतले पनि, प्रवास सङ्गठनको प्रमुखको हैसियतले पनि कहीँ न कहीँ तपाईँले म नजानेको भर्खरै सिक्दै गरेको भन्दै गर्दा पनि एक किसिमको भार काँधमा आइपुगेको छ। त्यो भारलाई निभाउन सक्ने भूमिका कस्तो हुन्छ यहाँको अब आगामी दिनमा? आगामी दिनमा मैले धेरै कुराहरू भनिसकेको छु, यसैलाई म रिपिटेसन गर्न चाहिनँ। तर एउटा भार आउँदाखेरि म डेफिनेटली मान्छेलाई एउटा समय परिस्थितिले नै हो जिम्मेवारी बनाउने, र म आफूमा केही राजनीतिक कुराहरूको कमी कमजोरी भए पनि एउटा कुरामा चाहिँ म स्पष्ट छु कि मेरो नियत सही छ भनेर। मलाई कुनै पनि फाइदा लिनु भन्दा पनि के दिँदाखेरि चाहिँ मेरो देशमा मैले गर्न सक्छु भन्ने हिसाबमा चाहिँ म बढी विश्वास गरिरहेको छु। मेरो राष्ट्रिय स्वतन्त्र पार्टी एउटा नम्बर 1 भएर पार्टी हुँदाखेरि मैले के पाउँछु भन्दा पनि उहाँहरू अहिले सरकारमा भइरहेको बेलामा के कुरा हामी प्रवासबाट दिन सक्छौँ होइन भन्ने कुरामा मेरो बढी फोकस भइरहेको कारणले गर्दाखेरि र नियत सच्चा भएको कारणले गर्दाखेरि यो भारलाई जिम्मेवारीलाई सही तरिकाले प्रयोग र सही तरिकाले यो भार लिन सक्छु जस्तो महसुस छ। मैले किन पनि उठाएँ भने अब सरकारसँग जोडिने हेतु भनेको चाहिँ एउटा हाम्रो नेपाल एमबिसी मार्फत जो हाम्रो सरकार अहिलेको दक्षिण कोरियामा नेपाल एमबिसी होइन, त्यसपछि अन्य सङ्घ संस्थाहरू एनआरएनए जस्तो सङ्घ संस्थाहरू हुनुहुन्छ। त्यो बाहेक त्यसपछि चाहिँ हामी कहाँको मार्फत चाहिँ सरकारसँग प्रत्यक्ष जोडिन सक्छौँ त भन्दाखेरि चाहिँ पक्कै पनि एउटा प्रवास सङ्गठनमा 1 नम्बर पार्टीको हैसियतले जसको सरकार छ, तपाईँसँग पनि धेरै विषयहरू क्रमशः तपाईँले चाहेर वा नचाहेर जोडिँदै जानेछन्। देशको विकासका सवालमा, यहाँको पर्यटन भित्राउने सम्बन्धमा, यहाँको दक्षिण कोरियाबाट पर्यटकदेखि लिएर कसैले लगानी गर्न चाहेको खण्डमा लगानीका विषयहरूदेखि लिएर धेरै कुराहरू जुन विदेशसँग वैदेशिक कुराहरू जोडिएका हुन्छन् नेपालसँग होइन। रेमिटेन्सकै कुरा भयो, तपाईँको पर्यटन भनि नै हाले, लगानीको विषयहरू भए, अरू धेरै देश फर्किन चाहने नेपालीहरूका विषयवस्तुहरू भए, समस्यामा परेका नेपालीहरूका विषयवस्तुहरू, यी सबै समस्याहरू समाधानको लागि चाहिँ आगामी दिनमा यहाँले कसरी चाहिँ अब अन्य दलको पनि हुनुहुन्छ, साथीभाइहरू हुनुहुन्छ, धेरै सामाजिक व्यक्तित्वहरू पनि हुनुहुन्छ, उहाँहरूसँग जोडिनको लागि चाहिँ यहाँले कसरी काम गर्नुहुन्छ, कस्तो योजना बनाउनु भएको छ, त्यो चाहिँ जोड्न खोजेको थिएँ मैले। ओके, थ्याङ्क यू सो मच हजुरले अलिकति क्लियर बनाइदिनु भएकोमा। डेफिनेटली हामी एउटा सङ्गठन हौ, हामी आधिकारिक एउटा सङ्गठन नभएको कारणले गर्दाखेरि हामीले जति पनि कार्यक्रमहरू गर्छौँ, जति पनि सहकार्यहरू गर्छौँ, हामी नेपाल एमबिसीसँगको सहकार्यमै गर्छौँ। किनभने नियम कानुनभन्दा हामी माथि कहिले पनि जान मिल्दैन। हामीसँग एक्सेस छ भन्दैमा हामी त्यसको दुरुपयोग गर्ने छैनौँ। जति पनि दक्षिण कोरियामा भएका समस्याहरू छन्, हामी एनआरएनदेखि लिएर डायस्पोराको कुराहरू छन् भने हामी एनआरएनसँग पनि सहकार्य गरेर अगाडि बढ्न सक्छौँ। जुन टुरिज्म बढाउनेदेखि लिएर जुन त्यो डिप्लोमेसी कुराहरू छ, इन्भेस्टमेन्ट सम्बन्धीका कुराहरू छन्, यी कुराहरूमा भोलिको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा प्रवास दक्षिण कोरियामा रहेर पनि हामीले सिर्फ त्यसलाई एउटा व्यक्तिगत उसमा नभएर पनि सम्पूर्ण हामीले एउटा कार्य समितिको मान्छेलाई मात्रै होइन कि हामी यहाँ भएको सबै नेपालीलाई नै प्रतिनिधित्व गर्नुपर्ने भएको कारणले गर्दाखेरि हरेक कुराहरू गर्दाखेरि हामी सहकार्य स्पेसली हामी एमबिसीसँग गरेर गर्नेछौँ। हजुर, अब पक्कै पनि पार्टीको रिजल्ट पछि नेपाली समुदायसँग केही न केही छलफलहरू कतै न कतै जोडिनु भएको पनि होला। कस्तो पाउनु भएको छ उहाँहरूको आशा, उहाँहरूको विश्वास र उहाँहरूको जुन भावना तपाईँले बुझिरहनु भएको छ, कस्तो पाउनु भएको छ? एकदम उहाँहरूसँग एउटा आशाको किरण चाहिँ परिवर्तन चाहिँ देखिएको छ। धेरैजना साथीभाइहरूले नेपालमा अब केही सेयर मार्केटकै सानो इक्जाम्पल लिएर जान्छु म हजुरले। साउथ कोरियामा भएको हाम्रो नेपालीहरूले हाम्रो नेपालको सेयर मार्केटमा राम्रै पर्सेन्टेज होल्ड गरेर बसिरहनु भएको छ। उहाँहरूले सर्किट हेरिरहनु भएको छ कि अब राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ एउटा स्थिर सरकार आउने भइसके पछाडि कसरी पोजिटिभ गइरहेका छ र भोलिको दिनमा अझ हामीले त्यसमा लगानी गर्नुपर्छ है भन्ने एउटा पोजिटिभ भाइब देखिरहेको छौँ भने अरू पनि विभिन्न साथीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ एक प्रकारको खुसी हुनुहुन्छ। थाहा छैन त कस्तो खालको खुसी हो होइन। जे जस्तो भए पनि एउटा पोजिटिभ मेसेज आएको छ सबै तर्फबाट। भनौँ न धन्यवाददेखि लिएर सबै कुरा शुभकामनाहरू आइरहेका छन्। आशा छ यसलाई हामीले अझ निरन्तर गरेर अझ भनौँ न जिम्मेवारी राजनीति लिएर
गरेर अगाडि बढ्नेछौँ। हजुर, अब मैले भन्न खोजेको के भने अब खबरदारीको विषय पनि एउटा जस्तै अब सरकारसँग बलियो प्रतिपक्ष त अहिले हामीले देख्दैनौँ होइन। बलियो प्रतिपक्ष नदेखिरहेको खण्डमा आफ्नै कार्यकर्ता जनताहरू नै जो प्रतिपक्षको भूमिकामा रहनुपर्ने आवश्यकता देखिन्छ अहिले। किनभने जहाँ काम सुरुवात गर्दा सबै कुरा राम्रो हुन्छ भन्न पनि सकिँदैन, सबैको नियत सही हुन्छ भन्न पनि सकिँदैन होइन। फरक नियत भएका व्यक्तित्वहरू, फरक विचार बोकेका मान्छेहरू पनि पार्टीमा होलान्, सरकारमा जालान्। त्यो विषयमा चाहिँ खबरदारी गर्नको लागि चाहिँ आफू कतिको मैले खबरदारी गर्न सक्छु, यो म यो पार्टीमा गएर पनि म त्यो खबरदारी गर्न सक्ने हैसियतमा छु भन्ने जस्तो भाव कतिको आउँछ तपाईँलाई? एकदम छ म्याम। त्यसको लागि चाहिँ खबरदारी गर्न कुरामा सायद राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले धेरै नयाँ साथीभाइहरू जोडिनु भएको छ, विभिन्न सङ्गठनबाट जोडिनु भएको छ। यदि गलत प्रविधि छ भने त्यसको लागि आवाज उठाउने साथीभाइहरू पनि धेरैजना हामीले स्टिल देखि नै रहेका छौँ होइन। जुन हाम्रो प्रवासदेखि लिएर नेपालमादेखि लिएर विभिन्न सङ्गठनबाट आवाजहरू उठिरहेको छ, हजुरहरूले मिडियामा देखिरहनु भएको होला। र मेन इम्पोर्टेन्ट हामी सबैजनाले बुझिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले नेतृत्वहरू यति कुरामा चाहिँ सचेत हुनुहुन्छ कि यदि जनता तपाईँको प्रतिपक्षमा उठ्यो भने त्यसको रिजल्ट के हुन्छ भन्ने कुरा बुझिसकेको, प्रत्यक्ष देखिसकेको भएको कारणले गर्दाखेरि जहाँसम्म लाग्छ त्यो दिन आउँदैन जस्तो लाग्छ होइन। जुन चाहिँ विरोध भन्दा पनि समर्थनकै अझ बढी चाहिँ तपाईँको हामीले पाउँछौँ जस्तो महसुस गरिरहेको छ। अहिले झन् नयाँ पार्टीको चाहिँ झन् एकदमै आक्रामक रूपमा झोलेहरू निस्किए, गाली ग्लोज गर्छन् कमेन्टहरूमा, केही बोल्नै हुँदैन, केही लेख्नै हुँदैन, एकदम अतिवाद भइसक्यो। उनीहरू पुरै नबुझिकन झम्टिन आउँछन्, बोल्नै नहुने भन्ने खालका विषयवस्तुहरू पनि सामाजिक सञ्जालमा आइरहेका हुन्छन् होइन। कतिको हेर्ने गर्नु भएको छ, हेर्नुहुन्छ कमेन्टहरू? हजुर, अलिअलि हेरि नै रहेको हुन्छु। र हाम्रो कार्य समितिदेखि लिएर हाम्रो जति पनि टिम छ र हाम्रो नेतृत्वबाटै हेर्नुभयो भने उहाँहरूले कहिले पनि यस्तो काम चाहिँ गर है भनेर चाहिँ कसैलाई पनि भन्नुभएको छैन होइन। यो कुनै पनि एउटा व्यक्तिको आफ्नो व्यक्तिगत एउटा भडास भनौँ, एउटा जुन फ्रस्ट्रेसन छ नि, सायद त्यो निस्किएको हुनसक्छ होइन। समर्थकहरूले चाहिँ तपाईँको के सुझाव हुन्छ समर्थकहरूलाई? डेफिनेटली उहाँहरूलाई एकदम अब चाहिँ पोजिटिभ कमेन्ट्सहरू गर्नुपर्ने छ, चाहे त्यो जुनसुकै पार्टीको होस् या जुनसुकै विचारको व्यक्ति होस्। यति कुरा याद गरिदिनु पऱ्यो कि उहाँ पनि एउटा नेपाली नै हो, हामी पनि नेपाली नै हो। उहाँको पनि सोच, हाम्रो पनि सोच भनेको आफ्नो देश विकास गर्नु, आफ्नो देशमा शान्ति छाओस् भन्ने नै हो। त्यो भएको कारणले गर्दाखेरि गाली गलौज भन्दा पनि सकारात्मकपट्टि जानु, सामाजिक सञ्जालको सकारात्मक वे चाहिँ प्रयोग गरौँ भन्ने छ। अब कतिपय चाहिँ यहाँको पार्टीको सभापति रवि लामिछानेज्यूले धेरै पहिला हामीले नेपालीहरू यति फर्काउँदैछौँ, यसरी फर्काउँदैछौँ भनेर विभिन्न किसिमका मन्तव्यहरू, वक्तव्यहरू दिँदै आउनु भएको थियो होइन। ती कुराहरू पुरा गर्नु भएन, बाचा पुरा भएनन् भनेर पनि बिचमा केही आलोचना पनि भएको थियो। अहिले चाहिँ जुन हिसाबले युवा नेतृत्वहरू आउनु भएको छ, देशमा नै अब केही न केही हिसाबले चाहिँ रोजगारको वातावरण सिर्जना गरिन्छ भन्ने कुरा घोषणापत्रमा पनि देखिन्छ होइन। त्यो हिसाबले हेर्दाखेरि अब प्रवासी नेपालीहरू स्वदेश फर्किने सम्भावना कतिको देख्नुहुन्छ? पहिला हजुरको हाम्रो सभापतिज्यूकैबाट म क्लियर गर्न चाहेँ। सभापतिज्यूको जुन उहाँको उद्देश्य थियो त्यो एकदमै राम्रो थियो। उहाँले सायद त्यो डेलिभर पनि गर्न सक्नुहुन्थ्यो होला, तर जुन त्यो राजनीतिक प्रतिशोध भनौँ होइन ले गर्दाखेरि उहाँलाई एउटा व्यक्तिगत जुन हिसाबको एउटा एट्याक भइरहेको थियो होइन। ती कुराहरूले गर्दाखेरि सायद उहाँले आफूले बोलेको बोलीलाई पुरा गर्न सक्नु भएन होला, तर त्यसलाई अझ मजबुत बनाएर सायद अबको दिनमा त्यो जति उहाँले सङ्ख्या भन्नुभएको थियो त्योभन्दा बढी सङ्ख्या चाहिँ आफ्नो देश फर्केर चाहिँ रोजगार गर्ने सृजना एउटा वातावरण बन्दैछ र भोलिको दिनमा त्यो डेलिभर हुन्छ विश्वास छ। अब सभापतिकै कुरा गर्दाखेरि कानुनी उल्झनबाट अझै निस्किन सक्नु भएको छैन, कसरी बुझ्नु भएको छ उहाँ कानुनी उल्झनबाट निस्किनलाई कति समय लाग्ला? अब यो कानुनी सम्बन्धी कुरा भयो होइन, यसको बेलामा एक्ज्याक्टली मैले भन्न त सक्दिनँ, तर यति कुरा चाहिँ हामी एउटा उहाँको नेतृत्वमा बसिरहँदाखेरि गर्वका साथ भन्नुपर्ने कुरा के छ भन्दाखेरि विभिन्न राजनीतिक दलदेखि लिएर विभिन्न व्यक्तिहरूले पुरानो इतिहासमा हेर्ने हो भने आफ्नो एउटा पावर मिसयुज गरेर चाहिँ धेरै प्रकारका केस चाहिँ डिसमिस गर्ने कुराहरू गरिनु भएको थियो भने हाम्रो नेतृत्व, हाम्रो सभापतिज्यूले चाहिँ यसलाई ओपनली छोडिदिनु भएको छ। उहाँले जस्तै जुन हिसाबले इन्भेस्टिगेसन गर्न चाहनुहुन्छ, जुन हिसाबको सहकार्य उहाँले गर्नुभएको छ, सायद गलत हुनुहुन्छ भने सजाय त पाइ नै हाल्नुहुन्छ, यदि निर्दोष हुनुहुन्छ भने अझ सम्मानजनक हुनेछ भन्ने जस्तो लाग्छ। हजुर, अब संसदबाट मन्त्री नबन्ने भन्ने विभिन्न किसिमका बाहिर चर्चा परिचर्चा पनि भइरहेका छन्, त्यो सत्यता कतिको छ? पार्टीभित्र त्यसको बहस भइरहेको छ, यहाँले कति बुझ्नु भएको छ केन्द्रमा?
त्यसको बारेमा केन्द्रबाट बहस नभएको होइन, भइ नै रहेको कुरा हो। एउटा जुन हिसाबले तपाईँको प्रतिनिधि भनिसकेपछि एउटा जनताको आवाज बोल्न आउने व्यक्तिले चाहिँ एउटा खुल्ला रूपमा एउटा जनताको प्रतिनिधित्व गरेर आवाज उठाएर कानुनमा चाहिँ ध्यान दिनुपर्ने व्यक्तिले चाहिँ अब बढी लगानी गरेर मन्त्रालयदेखि लिएर धेरै कुराहरूले गर्दाखेरि एउटा महँगो निर्वाचन बनाइदिइरहेको छ नि त, चुनावी अभियान होइन। त्यसलाई समाउ त्यो पोइन्ट अफ मा हेर्दाखेरि पनि तपाईँको सही हो जस्तो लागिरहेछ भने आफ्नो मैले चाहिँ व्यक्तिगत दिइरहेको छु है मैले तर समाउ तपाईँको हेर्ने हो भने पनि एउटा प्रतिनिधित्व गरेर आइसके पछाडि उहाँहरूसँग पक्कै पनि केही ज्ञानसिप भएको व्यक्तिहरू पनि हुनुहुन्छ। यो संविधानको कुरा भयो, यसको लागि केही समय लाग्छ, यसको लागि अभ्यास गरिरहनु भएको छ। डेफिनेटली संविधानलाई संशोधन गरेर यसलाई हाम्रो विज्ञहरू बसेर छलफल भइरहेको छ, के गर्दा बेटर हुन्छ त्यो सायद केही समयपछि उहाँहरूले अपडेट गर्नुहुन्छ। अब हामी लगभग अन्तिममा पनि छौँ। अघि नै मैले तपाईँलाई भनिसकेँ मताधिकारको कुराको विषयमा। अब त झन् ढुक्कै रासोपाको सरकार, त्यही पनि लगभग 2/3 बहुमतले पुगिसकेको छ होइन। यो अवस्थामा चाहिँ कतिवटा बाधा अडचन झन्झटहरू हुँदैन जस्तो लाग्छ एउटा प्रक्रियागत ढङ्गले हेर्दाखेरि चाहिँ। यो प्रवासबाट मताधिकार भन्ने विषयमा चाहिँ एउटा प्रवास सङ्गठनको प्रमुखको हैसियतले चाहिँ यसले मान्यता पाउला, यो सरकारले मान्यता दिला, हामीले अर्को पटकको चुनाव निर्वाचनमा चाहिँ मताधिकार प्रयोग गर्न सक्षम हौँला? जुन हिसाबको अहिले हामी सरकार 2/3 भनौँ लगभग बहुमतको सरकार पाएको छौँ र यसको निरन्तरता रहने विश्वासका साथ भोलिको दिनमा त्यो सुविधा हामीले पाउनेछौँ भन्ने हामीले विश्वास दिन सक्छौँ। किन भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी एउटा यस्तो पार्टी बनेको छ जहाँ चाहिँ प्रवासमा बसेर त्यहाँको समस्याहरू भोगेर बुझेर फर्किनु भएको नेतृत्वहरू धेरैजना हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि पनि प्रवासमा के कस्ता समस्या छन् र उनीहरू कसरी चाहिँ आफ्नो मताधिकारको लागि चाहिँ छटपटिरहेको छन् भनेर मजाले बुझ्नु भएको छ र जहाँसम्म लाग्छ यो सम्भव हुनेछ। हजुर, अब यो निरन्तर रूपमा एउटा प्रवास सङ्गठनको हिसाबले तपाईँले धेरै प्रवासमा बसेका नेपालीहरूको मन पनि बुझिरहनु भएको छ, युवा पनि हुनुहुन्छ, सोच पनि केही न केही हिसाबले अलिकति परिवर्तनशील सोच नै छ होइन। अहिलेको यो सम्पूर्ण कुराहरू जसरी इन्टरनेटका विषयहरू भए, विधि विधानका कुराहरू भए, सबै कुरा कुनै कुराले पनि हाम्रो नेपालमा चाहिँ त्यो किसिमको अधिकार दिनलाई छेक्छ जस्तो लाग्दैन। त्यो हिसाबले यहाँको आवाज पनि बुलन्द रूपमा उठोस् भन्ने हामी चाहन्छौँ र त्यो हिसाबले पक्कै पनि यहाँले काम गर्नुहुनेछ भन्ने अपेक्षा पनि राख्दछौँ। हस्, थ्याङ्क यू सो मच म्याम। मेन कुरा भनेको हाम्रो नेपालको जुन संविधानहरू छन् धेरैवटा सरकारी कार्यालयहरूमा चाहिँ अझै पनि म जन्मिनुभन्दा अगाडि सायद मेरो बुवा जन्मिनुभन्दा अगाडि बेलातिरको नै नियम कानुनहरू नै अझै पनि त्यही नै चलिरहेको छन् होइन। त्यसलाई अलिकति परिवर्तन अपडेट गर्नुपर्ने जरुरत हामी सबैजनाले महसुस गरेको छौँ। जुन हिसाबको परिवर्तन भइरहेको छ त्यो अनुसारको नियम कानुनहरू पनि परिवर्तन हुनुपर्छ भन्ने जस्तो लाग्छ। र अहिले मेन भनेको आज यसरी हजुरले यसरी समय दिनुभयो, छोटो भन्दा पनि लामै भयो त्यस्तो कार्यक्रम होइन, यसरी समय दिनुभयो, आफ्नो केही विचारहरू राख्न दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। र प्रवासमा बसेको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यसपालि तपाईँहरूले दिनुभएको साथ समर्थनको लागि हामी एकदमै कृतज्ञ छौँ। आशा छ तपाईँहरूले जुन मताधिकारको कुराहरू गरिरहनु भएको छ, जुन लगानी सुनिश्चित भनौँ न उसको लागि कुरा गरिरहनु भएको छ, त्यो कुराहरू राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्नेछ र त्यसमा केही कमी कमजोरी भएकोमा तपाईँ हामी सबैजना नै सँगै साथ मिलेर यसको आवाज उठाउनुपर्छ। हजुर, धेरै धेरै धन्यवाद समयको लागि। पक्कै पनि धेरै चुनौतीहरू छन्, धेरै अप्ठ्याराहरू पनि छन् र यो अप्ठ्यारा र चुनौतीको बिचमा एउटा नयाँ अनुहार, नयाँ पार्टी युवाहरू बोकेर संसदमा पुगिरहेको छ र त्यही संसदले चाहिँ नयाँ प्रधानमन्त्री चयनदेखि लिएर नयाँ सरकार बनाउने एउटा चेत बोकेर आइसकेको छ र यही चेतको बिचमा चाहिँ हामी नेपाली जनताहरूले एउटा आशा बोकेका छौँ। यो आशा र भरोसालाई टुट्न नदिनको लागि रासोपा र रासोपाभित्र भएका युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने अपेक्षा हाम्रो पनि रहेको छ र हामी निरन्तर प्रतिपक्षको भूमिकामा रहेर काम गरिरहनेछौँ। र यही भन्दै आजको यो विशेष राजनीतिक संवाद भनौँ, हाम्रो नयाँ नेतृत्व जो आउँदै हुनुहुन्छ उहाँको प्रवास सङ्गठनबाट अझै दक्षिण कोरियाबाट नेपाली
प्रवास नेपाली सम्पर्क विभागका अन्तर्गतका दक्षिण कोरिया अन्तर्गतका प्रमुख हुनुहुन्थ्यो युबिन श्रेष्ठज्यूसँग कुराकानी गर्ने मौका पायौँ। आजको विशेष संवाद यहाँलाई कस्तो लाग्यो, हामीलाई निरन्तर रूपमा साथ सपोर्ट दिँदै गर्नुहोला र हाम्रा केही त्यस्ता सुझावहरू छुटेका केही विषयवस्तुहरू पनि भयो भने यहाँले कमेन्ट मार्फत पनि हामीलाई जानकारी गराइदिनुहुनेछ भन्ने अपेक्षासहित म यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच म्याम, हजुरलाई धन्यवाद। दर्शकबिन आजको विशेष संवादमा यहाँले हेरि नै सक्नु भएको छ। हामीले रासोपाका विशेष गरी प्रवास सङ्गठन प्रमुख दक्षिण कोरियाका युबिन श्रेष्ठज्यूसँग कुराकानी गर्ने मौका पायौँ र यहाँले पक्कै पनि यो रासोपाका विषयवस्तुहरूमा जति पनि कुराहरू कौतुहलता थिए ती मेटिए होलान् भन्ने अपेक्षा पनि राख्छौँ। सबै कुराहरू सबै विषयवस्तुहरू समेटेर त छोटो समयमा सकिँदैन पनि, आगामी दिनमा फेरि हामी जोडिँदै जानेछौँ। र आजको लागि फोन डाक्टर मोबाइल प्रेजेन्ट न्युज केन्द्रबिन्दु विशेष संवादको आजको श्रृङ्खलाबाट म कमला केसी र हाम्रो सम्पादक सोनम पराजुली दुवैजना बिदा चाहन्छौँ। अर्को श्रृङ्खलामा फेरि भेट्नेछौँ। यहाँको सुझाव सल्लाहको अपेक्षासहित बिदा चाहन्छौँ। नमस्ते।